कर्कट राशि हुने व्यक्तिहरूको चाहिँ 15वटा नराम्रो बानीहरूको बारेमा चाहिँ म जानकारी दिन गइरहेको छु। कर्कट राशि हुने व्यक्तिले चाहिँ यी 15वटा नराम्रो बानीहरूलाई चाहिँ सुधार गर्ने हो भने जीवनमा कहिले पनि दुःख पाउनु पर्दैन। हजुरले भिडियो हेरिसकेपछि मैले भनेको कुराहरू चाहिँ जीवनमा मेल खायो कि खाएन, अर्थात् हजुरको जीवनमा चाहिँ मैले भनेको कुराहरू लागू भएको छ कि छैन, कृपया कमेन्टमा लेख्न नबिर्सनुहोला। पहिलो नम्बरमा रहेको छ अत्याधिक भावुक हुने स्वभाव, अर्थात् कर्कट राशिको व्यक्तिहरू चाहिँ सानो कुरामा पनि गहिरो रूपमा भावुक हुन्छन्। कहिलेकाहीँ अरूले सामान्य रूपमा भनेको कुरा पनि मनमा चोट लागे चाहिँ महसुस गर्न सक्ने स्वभाव हुन्छ। यसले गर्दाखेरि मनमा चाहिँ अनावश्यक दुःख र तनाव पैदा हुन सक्छ। यसलाई सुधार गर्नुपर्ने चाहिँ सबै कुरा व्यक्तिगत रूपमा नलिकन भावनालाई सन्तुलनमा राख्ने अभ्यास गर्नुहोला। 2 नम्बरमा रहेको छ विगतका कुरा धेरै सम्झिरहने बानी, अर्थात् यी व्यक्तिहरूको स्मरण शक्ति धेरै नै राम्रो हुन्छ, तर कहिलेकाहीँ पुराना दुःखद घटनालाई बारम्बार सम्झने बानी हुन सक्छ। यसले गर्दाखेरि वर्तमानको खुसीलाई पनि कम गर्न सक्छ। यसलाई सुधार गर्नको लागि विगतबाट पाठ सिकेर वर्तमानमा ध्यान केन्द्रित गरेर अगाडि बढ्नुहोला। 3 नम्बरमा रहेको छ छिट्टै मन दुखाउने, अर्थात् कसैले सानो टिप्पणी गरे पनि मन छिट्टै दुख्ने बानी। यसलाई सुधार गर्नको लागि अरूको शब्दलाई गहिरो अर्थ नखोजिकन सहज रूपमा बुझ्ने बानी गर्नुहोला। 4 नम्बरमा रहेको छ धेरै चिन्ता गर्ने बानी, अर्थात् परिवार, भविष्य वा सम्बन्धका विषयमा धेरै चिन्ता गर्ने बानी हुन सक्छ। यसलाई सुधार गर्नको लागि ध्यान, प्रार्थना वा सकारात्मक सोचले मन शान्त राख्ने बानी गर्नुहोला। 5 नम्बरमा रहेको छ अत्याधिक सुरक्षा चाहना, अर्थात् कर्कट राशिका व्यक्तिहरू चाहिँ सुरक्षित र स्थित वातावरण मन पराउँछन्, तर कहिलेकाहीँ अत्याधिक सुरक्षा खोज्दा नयाँ अवसरहरूबाट टाढा हुन सकिन्छ। यसलाई सुधार गर्नको लागि जीवनमा नयाँ अनुभव र परिवर्तनलाई पनि स्वीकार गर्ने बानी गर्नुहोला। 6 नम्बरमा रहेको छ मनको कुरा खुलाएर नबताउने, अर्थात् बाहिरबाट शान्त देखिए पनि भित्र धेरै भावनाहरू राख्ने। यसलाई सुधार गर्नको लागि विश्वासिलो व्यक्तिसँग आफ्नो भावना साझा गर्ने बानी गर्नुहोला। 7 नम्बरमा रहेको छ निर्णय गर्दा भावना हावी हुनु, अर्थात् कर्कट राशिका व्यक्तिहरूले चाहिँ कहिलेकाहीँ तर्कभन्दा भावना आधारमा निर्णय लिन सक्छन्। यसलाई सुधार गर्नको लागि महत्त्वपूर्ण निर्णय गर्दाखेरि तर्क र व्यावहारिक सोच पनि अपनाउने बानीको विकास गर्नुहोला। 8 नम्बरमा रहेको छ एक्लोपन महसुस गर्ने, अर्थात् धेरै मानिसहरू बीचमा भए पनि कहिलेकाहीँ आफूलाई एक्लो महसुस गर्ने प्रवृत्ति हुन सक्छ। यसलाई सुधार गर्नको लागि सामाजिक सम्बन्ध र मित्रतालाई सक्रिय राख्ने गर्नुहोला। 9 नम्बरमा रहेको छ रिसलाई धेरै मनमा नै राख्ने, अर्थात् रिस तुरुन्त व्यक्त नगरिकन मनमा दबाएर राखिरहने धेरै लामो समयसम्म। यसलाई सुधार गर्नको लागि समस्या तुरुन्त संवाद मार्फत समाधान गर्ने बानीको विकास गर्नुहोला। 10 नम्बरमा रहेको छ सानो समस्यालाई ठुलो बनाउने बानी, अर्थात् भावनात्मक स्वभावका कारणले सानो समस्या पनि ठुलो जस्तो लाग्न सक्छ। यसलाई सुधार गर्नको लागि धेरै चिन्ता नलिकन समस्या समाधानमा ध्यान दिनुहोला। 11 नम्बरमा रहेको छ अरूमा अत्याधिक निर्भरता, अर्थात् कहिलेकाहीँ भावनात्मक रूपमा अरूमा धेरै निर्भर रहने बानी। यसलाई सुधार गर्नको लागि आत्मनिर्भरता र आत्मविश्वास बढाउने बानी गर्नुहोला। 12 नम्बरमा रहेको छ परिवर्तनसँग डराउने, अर्थात् परिचित वातावरण छोड्न मन नपर्ने। यसलाई सुधार गर्नको लागि परिवर्तनलाई विकासको अवसर मानेर अगाडि बढ्नुहोला। 13 नम्बरमा रहेको छ अत्याधिक संवेदनशीलता, अर्थात् अरूको दुःख वा समस्या देख्दा आफै धेरै दुखी हुने। यसलाई सुधार गर्नको लागि सहानुभूति राख्ने तर भावनात्मक सन्तुलन कायम गर्ने बानीको विकास गर्नुहोला। 14 नम्बरमा रहेको छ धेरै कल्पना गर्ने बानी, अर्थात् कहिलेकाहीँ वास्तविकता भन्दा पनि कल्पनामा धेरै हराउने। यसलाई सुधार गर्नको लागि व्यावहारिक लक्ष्य र योजनामा ध्यान दिने गर्नुहोला। अन्तिम 15 नम्बरमा रहेको छ परिवारका लागि आफ्नै इच्छा त्याग्ने, अर्थात् परिवारप्रति धेरै माया भएकोले आफ्नै चाहना र सपना पनि पछाडि सार्ने बानी। यसलाई सुधार गर्नको लागि परिवार सँगसँगै आफ्नो व्यक्तिगत लक्ष्यलाई पनि महत्त्व दिने बानी गर्नुहोला। मैले भनेको कुराहरू हजुरको जीवनमा मेल खाएको छ कि छैन, अर्थात् हजुरको जीवनमा लागू भएको छ कि छैन, कमेन्टमा लेख्नुहोला र भिडियोलाई एक सेयर पनि अवश्य गर्नुहोला। नमस्कार।